अनि माथिबाटै काटिन्छ, यहाँबाट होइन। माननीय सदस्य विष्णुबहादुर विश्वकर्मा, समय 6 मिनेट। यसपछि माननीय सदस्य उर्मिला अर्याल। सम्माननीय अध्यक्ष महोदय, अहिले म सरकारलाई केही प्रश्न राख्न गइराखेको छु। तत्कालीन सरकारले नेपाललाई अन्धकार बनाई प्रतिदिन 18 घण्टा लोड सेडिङको अन्त्य गर्ने एक कुशल कर्मचारीलाई कति पटक बिना कारण स्पष्टीकरण सोधिरहने? तपाईहरूले अरबौं घाटामा पुर्याएको विद्युत प्राधिकरणलाई उक्त घाटा असुल गरेर वार्षिक अरबौं नाफामा पुर्याएर उच्च शिर बनाउन सफल उज्यालो नेपालका अभियन्ता 99% जनतामा विद्युत पुर्याउने एक बहादुर र लगनशील कर्मचारीलाई कति पटकसम्म धोका र हैरानी पार्ने? देशलाई अन्धकार मुक्त गरेर विदेशमा समेत विद्युत निर्यात गर्न सक्ने र विदेशी मुद्रा आर्जन गरेर देशको मुहार फेर्न व्यस्त क्षमतावान कर्मचारीलाई धन्यवाद दिने र कौशलता सिक्नुपर्ने र शिक्षा लिनुपर्ने होइन र? कतै देश उकास्ने भन्दा देशलाई डुबाउन उद्धत दलाली र कमिसनखोरी सपना सिद्धि नहुनुको बदलाभाव त होइन? म सरकारलाई खबरदारी गर्न चाहन्छु कि सेव कला क्षमता र कौशलताका धनी लगनशील कर्मचारीलाई निरुत्साहित गर्न बन्द गर्नुहोस्। एउटा कर्मचारीसँग चलखेल सिद्धि नहुँदा झोकको दैनिक रात दिन बर्बाद हुनुभन्दा आफै राजीनामा गरेर कर्मतिर लाग्न म अनुरोध गर्न चाहन्छु। अध्यक्ष महोदय, दुई दलको 2/3 नामको सरकार यतिखेर निरङ्कुश र तानाशाहीपन किन उकालिरहेको छ? अब त पत्रकारले सरकारसँग प्रश्न सोध्न पनि नपाउने भएछ। या त यो सरकारको चाकरीका प्रश्न सोध्नुपर्ने, नत्र जनताका प्रश्नहरू यो सरकारसँग सोध्नै नपाउने। पत्रकारहरूलाई संसद भवन प्रवेश निषेध किन? सरकारले जनताका आवाजलाई निषेध गर्नु योभन्दा निरङ्कुशता अरू के हुन सक्छ? यो रवैयाले व्यथिति, अराजकता, कुशासन र तानाशाहीपनको उजागर गर्दैन र? जनताका आवाजलाई थुन्न खोज्दा, स्वतन्त्र पेसालाई नियन्त्रण गर्न खोज्दा, मानव अधिकार तथा सूचनाको हकलाई कैद गर्न खोज्दा विश्वका निरङ्कुश तानाशाहहरूको हकीकत देखिएकै छ नि। खबरदार पत्रकारितामाथि बन्देज लगाउने कुचेष्टा नगरियोस्। अध्यक्ष महोदय, अमेरिकाले हाम्रो देशलाई ठग र हामीलाई ठग नेपाली घोषणा गरिसकेको छ। यस अपहेलनाको आज देशले शिर निहुराइरहनु परेको छ। हामी नेपालीको अनुहारमा कालो पोतिएको छ। म सरकारले सोध्न चाहन्छु, हाम्रो देश र हामी नेपालीको नाम बेचेर, फोटाहरू बेचेर हाम्रो शिर निहुराउने व्यक्ति को हुन्? राष्ट्रघाती खेल खेल्ने संस्थाहरू को हुन्? यस्ता ठगी धन्दा सञ्चालन गर्नेहरूको नाम लिस्ट बाहिरियोस्। नीति निर्माण गर्ने सरकारदेखि नेपाल राष्ट्र बैंक जिम्मेवार हुनुपर्छ। नीति निर्माणमा ठगी गर्नेहरू नै देशका मुख्य दुश्मन हुन्। छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गर्दछु। अध्यक्ष महोदय, गभर्नर बन्न 1 अर्बको खेल भन्ने खबर बजारमा गाउँमा छताछुल्लो छ। नीतिगत व्यवस्था गर्ने मुख्य निकाय नेपाल राष्ट्र बैंक हो। यसले देश गर्ने एउटा मात्र निर्णयले देश डुबाउन पनि सक्छ र देशलाई उकास्न पनि सक्छ।
कालो धनलाई सेतो बनाउन दलाल बिचौलियाहरू उत्साहित भएका छन्, किनकि आफ्नो गभर्नर पनि ल्याउने र उनको इच्छाअनुसार अध्यादेश पनि पास भइसकेको हुनाले। राज्यको अरबौँ लगानी भइसकेको मुआवजा समेत वितरण भइसकेको सरकारी योजना, कुल लागत 4 खर्ब 60 अर्ब रहेको 1902 मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत आयोजना चौधरी ग्रुपलाई दिन र 93 अर्ब 80 करोड लागतको 445 मेगावाट क्षमताको किमाथाङका जलविद्युत आयोजना शर्मा कम्पनीलाई दिन सिटिङमै रातारात कार्यविधि चेन्ज बनाइयो। के यो नीतिगत भ्रष्टाचार होइन र? यो नीतिगत भ्रष्टाचारले कारबाही कहिले हुन्छ सरकार? अध्यक्ष महोदय, गरिबी निवारण कोषको करोडौँ रकम सिजी ग्रुपले झम पारेको खबर बाहिरिएको पुरानो भएको छैन। आज झम पार्नेलाई कारबाही, झम नपार्नेलाई कारबाही गर्ने, शुद्धिकरण स्पष्टीकरण सोध्ने र नेपाल सरकारले झम पार्नेलाई कारबाही गरियो त सरकार? हिम्मत भए समातेर कारबाही गर भन्ने खबरबाट सरकार सूचित नै छ। एकजना सत्तापक्षकै प्रतिनिधि सभा सदस्यज्यूका 10 वटा राहदानी रे, उनका छोराका 3 वटा राहदानी रे, एक पार्टीको अध्यक्ष र अर्को पार्टीको सांसदज्यूका 5 वटा राहदानी रे। के यो वैध हो? यदि अवैध हो भने यस्ता सांसदहरूलाई कारबाही कहिले गर्छ हुन्छ सरकार? पत्रकारहरूलाई संसद दोलपा स्थित जगदुल्ला जलाशययुक्त जलविद्युत आयोजना को ठेक्का दिने शर्तमा दिन दहाडे मन्त्रालयभित्र चेक बाँडिएका छन्, घुस बाँडिएको छ। त्यस्तो व्यक्तिलाई भ्रष्ट व्यक्तिले कारबाही कहिले हुन्छ सरकार? सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।